ल झम्के काका तपाईकी छोरी लिनुस् हाम्रो पैसा दिनुस् हैन डल्ले किले यसरी बानेको डल्लीले पनि छोरीले लुकाएर दुध खान्दिन के मलाई खोल्दिनु भयो दुध सके आमा हेर्नु न मलाई नले हेर बाँधेको हैन किन यसरी बानेको मेरो छोरीलाई तिमीले तपाईकै श्रीमानलाई सोध्नुस् न हामीलाई के सोध्नुहुन्छ मेरो उद्देश्य पुरा नभई तिमीहरूले जाने भएर किन लिएर आएको तपाईको उद्देश्य सुद्देश्य हामीलाई थाहा छैन तपाईको छोरी लिनुस् हाम्रो खर्च दिनुस् ओहो खर्च दिन त आउनु ठाउँबाट आउनु परेन यसलाई लुकाएर 10-20 लाख झारो होला भने मेरो प्लानै चौपट पार्दियो तिमीहरू चौपटमा हामीलाई केही पनि थाहा छैन हाम्रो खर्च दिने कि नदिने हैन मेरो छोरीको किन यस्तो बिजोग गरेको भने तिमीहरूले बिजोग सिजोग थाहा छैन हेर मेरो उद्देश्य पुरा नहुन्जेल यिनीहरूलाई पैसा दिएर म यसलाई छुटाउनु होला छैन हैन तिमीले आफ्नो छोरीलाई बेचेको क्या जति पनि माया लाग्छ आफ्नो छोरीको जाने भएर किन बोल्नु पर्यो हेर केटा हो तिमीहरूलाई जे मन लाग्छ गर तिमीहरू सुको कौडी दिनेवाला छैन कस्तो घामट बुढो रहेछ वा हिँड लिएर जाऊ जता सासूले एक भारी दाउरा ल्याएको दिन जति खोज्दा नि पाउनै पाएन अब आज पनि मलाई पेता सासूले भाषण दिनु होला विद्या राष्ट्र हो मेरो हल्लारीको आवाज हो कि क्या हो टोपी लगाइ बुझे ले जा त्यही गरेर जा यसकै बाउलाई सोध्नुस् न अनि थाहा हुन्छ तपाईँ यसको को हो र यत्रो चासो यो मेरो बुहारी हो बुहारी हो यो मान्छे चाहिँ सही भेटेछ यसले चाहिँ पैसा दिन्छ होला के लाटाले पापा राख्छ टाल्लै यसलाई त्यसै खोल्न मिल्दैन यसको बाउले मेरी छोरी लगाएर लुकाइदिनुस् अनि त्यसपछि म मेरो सम्धिरेसँग पैसा झार्छु त्यसपछि तिमीहरूलाई टन्न दिन्छु भनेर भनेको छ ओहो तिमीहरू यसका बाउको लगेर त लग्या त हो नि तोकेको खर्च त परे यसको परेको खर्च त दिन्न भन्छ सम्झी बनाउँदो डाका छोरीको यो अवस्था पनि वास्ता गरेन है त्यसले ससुरामा मलाई छुटाइदिन भने दुखिसक्यो छोरी त्यो झम्के डाकाको भयो नि बुहारी त मेरो पो हो त है लबर केटा मेरी बुहारी पाल्न तिम्रो अहिलेसम्म कति खर्च भएको छ भन म दाम गरिदिन्छु त्यस्तै 12,000 जति लागेको छ 10,000 दिए पुग्छ ए जम्मा 10,000 1 2 3 4 5 6 7 8 9 10 11 10 ल तिमीहरूको परे खर्च यो 10,000 रुपियाँ तिमीहरू लिएर अब 10,000 भयो नि त अब यो 2,000 चाहिँ तिमीहरू दुईटा बारेर लिनु ल यो चाहिँ मेरो बक्स ल बारेर लिनु तपाईँले आउनु
ल छिटा हो है तिमीले राम्रो काम गर्यौ ल जा ल जा हस् त धन्यवाद नमस्ते ल जा ससुराबा अब कहाँ जाने अब काम नि खाना र सुत्नु चाहिँ घरमै जानु माइत काम चाहिँ मेरो गाना गर्न आउनुपर्छ हुन्छ हुन्छ भोक कतिको लागेछ भोक 2 दिन भयो राम्रोसित खाना नखाएको अब हेर तिम्रो त्यो प्याता आमाले पकाएको होला खानेकुरा है त्यो टन खानु कुरा बुझ्यौ ल जाऊ दुलै जाऊ अब त्यसै गर जाऊ अब झम्केको छोरीले झम्के माथि नै जासुस झम्के